मैले अहिले क्लास लिन्छु, अरू सरहरू आएर क्लास लिनु भयो होला तपाईँहरूलाई, जो सिकान्छ नि कानले सुन्छ। अहिले तपाईँहरूले मैले भन्दाखेरि सुन्नु भएको छ, कता कता लाए पनि होला भन्ने पनि भयो होला, तर बाहिर गएर हामीले यो कुराहरू युटिलाइज गरेन कि मामुली चाहिँ भइहाल्छ यार, मालै नखाने त हुने भन्ने सोचाइ आउँछ कि भइहाल्छ, गरिहाल्छ। यी सानातिनाहरू हो हामीलाई मालसम्म पुर्याउने, यही सानातिना मिस्टेकहरू सानातिना गल्तीहरू गरेर हामी मालसम्म पुग्ने के। कुनै ठुलो घटना घट्दैन, कुनै ठुलो त्यस्तो अपराध पनि गर्दैन हामीले, यही सानातिना कुराहरू खस्किँदै 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 गएर ठुलो रूप लिन्छ अनि बल्ल हामीले खाने हो। यो कुराहरू याद गर्नु होला तपाईँहरू। मम्मीले कहाँ छस् बाबु भनेर केटीसित कफी खाइरहेको छु, म साथीसित छु, राइट? माइनर झुट होइन यो, हो कि होइन? माइनर झुट हो नि, सामान्य यार। कसले भन्छ यार म सबैसित कफी खाइरहेको छु भनेर कसले भन्छ? भन्दैन नि। आमालाई पनि नराम्रो लाग्छ होला, डिसरिस्पेक्ट गरे जस्तो फिल हुन्छ हामीलाई। कसको आमाले सुन्न चाहन्छ र छोरा कहाँ छस् भन्दाखेरि म केटीसित बसिरहेको छु कसले भन्छ र? भन्दैन नि। सानो भन्छौँ नि हामीले, होइन? सानोदिन के हो नि, झुट होइन यार, त्यो झुट हो। त्यही झुटले मैले पूर्ण सेवन गरेको हो, मैले एक्जाम्पल छु यहाँ। त्यही सानो झुटदेखि स्टार्ट भएको हो मेरो। त्यो झुट बोल्ने बेला मैले त्यो केटीलाई नि भनेको, तेरो कारणले गर्दाखेरि आजको दिनमा आएर मैले आफ्नो आमालाई झुट बोलेँ भने। त्यही सानो एउटा डिसअनेस्ट त्यहाँदेखि सुरु भएको म रिल्याप्स हुनलाई। त्यतिखेर मैले त्यो आमालाई भनेको म केटीसित बसिरहेको भने बा आइजा गर भनेर बोलाउँथ्यो होला मलाई मेरो आमाले, अनि म जान्थेँ होला, अनि त्यो केटीसित मैले खान्थिनँ नि होला। फेरि मैले आमालाई झुट बोलेँ, त्यो केटीसित हिँडेँ, खाइदिएँ। त्यसपछि बढ्दै गयो, अझै झुट बढ्दै गयो। एउटा बढ्ले थियो पहिला त, पछि अझै बढ्दै गयो। कहाँ जाँदैछ? साथीसित जाँदैछु। कहाँ बसेछ? रियादमा बसेछु। के गर्दैछस्? आएर भर्खर बसेको भनिरहेको छु। बढ्दै गयो झुट बोल्ने प्रक्रिया मेरो। अनि फेरि म पूर्ण सेवनतिर लागेँ। अनेस्टी भएन भने नि बिग एक्जाम्पल यहीँ छ, यहीँ अगाडि छ, हेर्नुहोस् तपाईँहरूको अगाडि। तपाईँहरूले एकदम मामुली मान्नु होला, सानोतिनो झुट बोलेर केही हुन्न भनेर सोच्नुहुन्छ होला। यहाँ छ बिग एक्जाम्पल। यही सानो झुट बोल्ने प्रक्रियादेखि सुरु भएको म रिल्याक्स हुनको लागि। अनि प्लिज रिकभर हुन छ। अगर तपाईँहरूले जीवनभर नसारहित बाँच्न छ भनेपछि, अगर इच्छा छ भनेपछि सर्वप्रथम इमान्दार हुन सिक्नुहोस्। चाहे त्यो नोकरीमा होस्, चाहे आमा बाबासित होस्, चाहे आफ्नो गर्लफ्रेन्डसित होस् या आफ्नो बुढीसित होस्, कुनै पनि सम्बन्धसित होस्, इमान्दार हुन सिक्नुहोस्। जब तपाईँहरू इमान्दार हुन सिक्नुहुन्छ नि, गलत सही आफै छुट्टिन्छ के।